सम्पूर्ण मठस्थलिक आज म तपाईहरु समक्ष विश्व शान्तिका अग्रदूत महामानव गौतम बुद्धको 2559औं बुद्ध जयन्तीको पावन अवसरमा हामी सबैजना बुद्धं शरणं गच्छामि, त्यसैगरी धम्मं शरणं गच्छामि, अर्थात् म बुद्धको शरणमा जान्छु, म धर्मको शरणमा जान्छु भन्दै यी श्लोकहरू वाचन गर्दै यो जयन्ती मनाउँदै गर्दाखेरि शरण गमन के हो र यसको महत्त्व के छ, शरण गमनमा गइसकेपछि हामीले पालना गर्नुपर्ने केही कुराहरू छन् र त्यसैगरी त्याग्नुपर्ने केही कुराहरू छन्। अनि यस शरण गमन गइसकेपछि केही अनुशंसा यानि कि फाइदाहरू छन् हैन, त्यो विषयमा कुरा गर्न गइरहेको छु। सर्वप्रथम शरण गमन भन्नाले शरणमा जानु भनेको हो, शरण गमन भनेको। तर यसो भन्दै गर्दाखेरि अब कहाँ कसको शरणमा जाने भन्दाखेरि सर्वप्रथम हामी सबैलाई दुःख छ भन्ने बुझिसकेपछि यो दुःखबाट हामीलाई पार गर्ने, हामीलाई चाहिँ यो दुःखबाट मुक्ति दिलाउन सक्ने शक्ति चाहिँ कोसँग छ भन्दाखेरि त्रिरत्नसँग छ भन्ने चाहिँ सम्झेर आजदेखि मलाई दुःख सुख तातो चिसो दुःख बिमार राम्रो नराम्रो जे जस्तो सुख भए तापनि त्रिरत्न बाहेक मेरो शरण जाने अरू कुनै ठाउँ छैन भन्ने सम्झेर त्रिरत्नलाई आफ्नो शरण जाने ठाउँ सम्झेर प्रतिज्ञा गर्नुलाई चाहिँ हामी शरण गमन भन्छौँ। र यो शरण गमनको बुद्ध धर्ममा यसको एकदमै ठुलो महत्त्व छ, किनकि शरण गमन बिना हामी बौद्ध धर्ममा प्रवेश गर्न सक्दैनौँ। हामी शरण गमनमा गइसकेपछि मात्र एक सच्चा बौद्ध भनिन्छ। र शरण गमनमा जानु अघि हामीलाई श्रद्धा त्रिरत्नप्रति चाहिँ हामीलाई एकदमै ठुलो श्रद्धा हुनु एकदमै महत्त्वपूर्ण मानिन्छ। बुद्ध धर्ममा प्रवेश गर्ने एकमात्र द्वार भनेको शरण गमन हो भने त्यसैगरी शरण गमनमा जानुको द्वार यानि कि चाबी जस्तो चाहिँ श्रद्धा हो भनिएको छ। श्रद्धामा पनि हामी 2-3 थरीको श्रद्धाहरू छन्। त्यसमा प्रसन्न श्रद्धा, त्यसैगरी कामिच्छाको श्रद्धा र त्यसैगरी विश्वासको श्रद्धा गरी 3 प्रकारको श्रद्धाहरू छन्। जस्तै हामी गुम्बाहरू त्यसैगरी ठुलो गुरुहरूको दर्शन हुँदाखेरि हामीमा एक प्रकारको मन प्रसन्न भएर हुन्छ, उहाँहरूप्रति चाहिँ एक प्रकारको हामीमा चाहिँ भक्ति श्रद्धा जागेर आउँछ, त्यसलाई हामी प्रसन्न श्रद्धा भन्छौँ। त्यसैगरी हामी यो दुःखलाई बुझेर यो दुःखबाट मुक्ति हुनुको लागि त्रिरत्नप्रति चाहिँ शरण जान्छौँ भने त्यसलाई हामी कामिच्छाको श्रद्धा भन्छौँ। र त्यसै गरी अन्तिम भनेको चाहिँ विश्वासको श्रद्धा। अब सबै कुराहरू तपाईँ नै जानुस् भनेर एकदम भित्री हृदयदेखि नै त्रिरत्नप्रति श्रद्धा राख्नुलाई विश्वासको श्रद्धा भनिन्छ। यी 3 श्रद्धा मध्ये पनि हामी अन्तिम यानि कि विश्वासको श्रद्धा राखेर चाहिँ यसरी आफूमा एउटा श्रद्धा उत्पन्न गराउनु एकदमै आवश्यक छ। त्यो पछि हामीले श्रद्धा गरिसकेपछि अनि मात्रै हामी शरण गमनमा प्रवेश गर्छौँ। र शरण गमन गइसकेपछि हामीले पालना गर्नुपर्ने केही कुराहरू छ, त्यसलाई म यहाँ सरस्वती राख्न गइरहेको छु। सर्वप्रथम हामीले कुन कुरा चाहिँ हामीले शरण गमन गइसकेपछि हामीले कुन कुरा त्याग्नुपर्छ भन्दाखेरि सर्वप्रथम हामीले बुद्धको शरणमा गइसकेपछि अरू लौकिक देवताहरूलाई चाहिँ हाम्रो शरण मानेर पाठ पूजाहरू त्यसैगरी ढोग आदि गर्नु हुँदैन भनिएको छ। र यो भन्दै गर्दाखेरि हाम्रो वज्रायनको कतिपय कर्मकाण्डहरूमा हामीले चाहिँ यो लौकिक देवता सिमी भूमिहरूलाई पनि चाहिँ यसरी पूजाहरू गर्छौँ। तर त्यो चाहिँ हामीले पूजाहरू गर्दाखेरि त्यो चाहिँ हामीले पुरै शरण मानेर बुद्ध जस्तै शरण मानेर होइन कि हामीलाई केही यो जुनीमा पनि केही हामीलाई उनीहरूले साथीहरू गर्ने र त्यो खालको चाहना राखेर मात्रै हो।
त्यो बाहेक हामीले यसरी पुरै शरण मानेर चाहिँ उनीहरूलाई त्यसरी पाठपूजा गरेको होइन भन्ने बुझ्नुपर्छ। त्यो पछि छुला क्याप्सुस आउने भनेको हामीले अब धर्मको शरणमा गइसकेपछि अनि अरू प्राणीहरूलाई दुःख दिने त्यस्तो खालको उनीहरूलाई चाहिँ चोट पुर्याउने त्यस्तो खालको कार्यहरू चाहिँ जति सक्दो चाहिँ हामीले त्याग्नुपर्छ भनिएको छ। र त्यसपछि सङ्घको शरणमा गइसकेपछि अरू तैत्रिक गुरुहरू साथीहरू र त्यसै गरी हाम्रो तैत्रिक मित्रहरूको चाहिँ सङ्गत गर्नु हुँदैन भनिएको छ। त्यसै गरी हाम्रो चाहिँ गुरुहरूप्रति हाम्रो साथीहरूप्रति चाहिँ अब कति चाहिँ दोष लगाउने आरोप लगाउने त्यस्तो खालको मान्छेहरूसँग पनि सङ्गत गर्नु हुँदैन भनिएको छ। त्यसपछि अनि हामीले अब त्यो त भयो हामीले त्याग्नुपर्ने कुरा। र त्यसपछि हामीले शरणगमनमा गइसकेपछि लिनुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि अब हामीले साँच्चीकै बुद्धलाई एउटा शरण मानेर शरण गइसकेपछि चाहिँ बुद्धको एउटा सानो मूर्तिहरू फुटेको टुटेको त्यस्तो नै किन नहोस्, त्यस्तोहरू हामीले कहीँ कतै देखिए तापनि त्यसलाई पनि हामीले यो चाहिँ साँच्चीकै साक्षात् बुद्धको स्वरूप मानेर चाहिँ कि सफा ठाउँमा राख्नु पर्यो कि त होइन अलिकति चाहिँ राम्रो ठाउँहरूमा सफा ठाउँहरूमा सुरक्षित ठाउँहरूमा राख्ने त्यस्तो खालको गर्नुपर्छ। त्यसरी चाहिँ हामीले आदर गरेर सत्कार गर्नुपर्छ भनिएको छ। र त्यसै गरी धर्मको शरणमा गइसकेपछि धर्मको एउटा मात्रै अक्षर लाई पनि हामीले यो चाहिँ साँच्चीकै साक्षात् धर्मरत्न हो भन्ने चाहिँ त्यस्तो भावना राखेर त्यस्तो सम्झेर चाहिँ अनि त्यसलाई पनि हामीले चाहिँ अब एउटा सफा ठाउँमा राख्नुपर्छ। त्यसलाई चाहिँ हामीले त्यो माथि टेक्ने। त्यसै गरी हामीले चाहिँ यसरी पुस्तकहरू पढिरहँदाखेरि चाहिँ अनि आफ्नो औँलामा चाहिँ थुकहरू लगाएर अनि त्यस्तो होइन पल्टाउने गर्छौँ। त्यस्तो खालकोहरू पनि गर्नु हुँदैन भनिएको छ। किन भन्दाखेरि 500 वर्षको अन्तिममा म चाहिँ यो के भन्छ हिकेको अक्षरको चाहिँ रूपमा हुनेछु। र त्यो समयमा मलाई चाहिँ त्यो समयमा चाहिँ म हो त्यो अक्षरलाई म हो भन्ने सम्झेर चाहिँ एकदमै त्यो धर्मरत्नहरूप्रति पनि तिमीहरूले चाहिँ एकदमै श्रद्धा गर्नुपर्छ भनेर यसरी चाहिँ भन्नुभएको छ। र अन्तिममा चाहिँ के छ भन्दाखेरि हामीले यसरी शरण गइसकेपछि हाम्रो थुप्रै विघ्न बाधाहरू पनि चाहिँ हट्ने र त्यसै गरी अब एउटा सच्चा बुद्धिस्ट भयो। त्यसै गरी हामीलाई चाहिँ मोक्षको बिउहरू चाहिँ प्राप्त गर्ने होइन। अनि त्यस्तो खालको थुप्रै चाहिँ फाइदाहरू छन्, लाभहरू मिल्छ। र यसको के छ भन्दाखेरि पहिला एउटा सुँगुर जसलाई चाहिँ कुकुरले लखेड्दै गर्दाखेरि उसले चाहिँ त्यो समयमा यसरी स्तूप परिक्रमा गरेर त्यो परिक्रमा गरेको फलले गर्दाखेरि उसले अन्तिममा चाहिँ अनि यसरी मोक्षको बीज प्राप्त गरेर अन्तमा यो चाहिँ बुद्ध भएको त्यस्तो खालको चाहिँ प्रसङ्गहरू छ। र त्यस्तै गरी हामीले साँच्ची नै एकदम श्रद्धा राख्दाखेरि एउटा बुढी मान्छे चाहिँ कुकुरको दाँतले बुद्ध भएको भन्ने प्रसङ्गहरू पनि बौद्ध ग्रन्थमा उल्लेखित भएको हुनाले हामीले चाहिँ एउटा साँच्चीकै श्रद्धा राख्नु चाहिँ एकदमै आवश्यक, अत्यन्तै आवश्यकता छ भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।